भोलि महाशिवरात्रि शिवरात्रिको महाशिवरात्रि 2082 साल फाल्गुन 3 गते कृष्ण पक्षको त्रयोदशीका दिन महाशिवरात्रि पर्न गएको छ। त्यसैले भोलि महाशिवरात्रि व्रत गर्नुहुन सम्पूर्ण महानुभावहरूलाई अनुरोध गर्दछु। हर हर महादेव। त्यसै गरी भोलि शिव भगवानले शिवलिङ्गको रूपमा प्रकटै हुनुभएको दिन पनि हो। हजुरहरूले शिव भगवानको पूजा आराधना उपासना गरेर शिव भगवानको सम्मानको रूपमा मनाइने पर्व भोलिको दिन अत्यन्त शिव भगवानको आशीर्वाद लिन सक्नुहुनेछ। त्यसै गरी यस दिनको दिन शिवजीको पूजा आराधना उपासना कथा सुन्ने कर्महरू गर्नुहुँदा अत्यन्त राम्रो हुनेछ। बिहानदेखि रात्रिकालीनसम्मको समय अति राम्रो छ। भगवान शिव यसै दिन शिवलिङ्गको रूपमा प्रकटै हुनुभएको दिन भएर शिवलिङ्गमा जल अर्पण गर्नु, दुधको धारा अर्पण गर्नु, 3 पात भएको बेलपत्र अर्पण गर्नु र बेलपत्रको वृक्ष हजुरको घर नजिकै छ भने त्यहाँ पनि शिव भगवानको वास हुने भएकोले त्यहाँ पनि पूजा गर्नुहुँदा अत्यन्त राम्रो हुनेछ। त्यसैले भोलि शिवरात्रिको दिन शिव भगवानको पूजा उपासना गरी आफ्नो घरमा सुख शान्ति समृद्धि बढाउन हुन अनुरोध गर्दछु। हर हर महादेव।